एकै ट्रिपमा 3 आइकनिक युरोपियन कन्ट्रीज एक्सप्लोर गर्ने मौका, इटाली, स्विजरल्यान्ड र फ्रान्स। त्यो पनि पर्फेक्टली प्लान 9 नाइट 10 डेज प्रिमियम जर्नीमा। डे 1 तपाईँ रोममा एराइभल गर्नुहुन्छ, जहाँ एयरपोर्टबाट होटल ट्रान्सफर गरिन्छ। इभिनिङमा तपाईँ विया क्याभर एरियामा गाइडेड ट्रान्सफर लिएर लाइभली स्ट्रिट्स र डाइनिङ अप्सन्स एक्सप्लोर गर्न सक्नुहुन्छ। डे 2 ब्रेकफास्ट पछि तपाईँ रोम साइट सिइङमा जानुहुन्छ। आजको मुख्य हाइलाइट हो कोलोसियम, इम्पेरियल रोमको सबैभन्दा आइकनिक सिम्बल, जसले अर्थक्वेक्स र सेन्चुरीज अफ हिस्ट्री सहँदै पनि आजसम्म आफ्नो ग्रान्ड प्रेजेन्स कायम राखेको छ। यो युनेस्को वर्ल्ड हेरिटेज साइट हो र न्यू 7 वन्डर्स अफ द वर्ल्डमा समेत सूचीबद्ध छ, जहाँ रोमन सिभिलाइजेसनको पावर र आर्किटेक्चरको झलक पाइन्छ। त्यसपछि तपाईँ भ्याटिकन सिटी भिजिट गर्नुहुन्छ, वर्ल्ड्स स्मलेस्ट इन्डिपेन्डेन्ट स्टेट, तर स्पिरिचुअलिटी र आर्टका हिसाबले अत्यन्तै पावरफुल एक्सपिरियन्स। सेन्ट पिटर्स बेसिलिका र सराउन्डिङ एरिया एक्सप्लोर गर्दै रोमको सेक्रेड साइट फिल गर्नुहुन्छ। इभिनिङमा ट्रास्टेभेरेको लाइभली एटमोस्फियर इन्जोय गर्नुहुन्छ। डे 3 आज तपाईँ टस्कानी हुँदै फ्लोरेन्स तर्फ ट्राभल गर्नुहुन्छ। माइकल एन्जेलो भ्यू पोइन्टबाट प्यानोरामिक सिटी भ्यू हेर्दै फ्लोरेन्स सिटी टुर गर्नुहुन्छ। आफ्टरनुनमा तपाईँलाई शपिङ वा लेजर एक्सप्लोर गर्ने समय दिइन्छ। डे 4 ब्रेकफास्ट पछि तपाईँ भेनिस तर्फ प्रस्थान गर्नुहुन्छ। एपेनाइन माउन्टेन्स क्रस गर्दै भेनिस पुगेर वाकिङ टुर गर्नुहुन्छ। ग्लास मेकिङ एक्सपिरियन्स हेर्दै क्यानाल सिटीको युनिक भाइब इन्जोय गर्नुहुन्छ। डे 5 आज तपाईँ अस्ट्रिया हुँदै स्विजरल्यान्ड तर्फ जर्नी गर्नुहुन्छ। इन्सब्रुकमा सर्ट स्टप लिएर एल्पाइन ब्युटी इन्जोय गर्नुहुन्छ र त्यसपछि ज्युरिक पुग्नुहुन्छ। डे 6 ब्रेकफास्ट पछि तपाईँ स्विजरल्यान्डको सिनिक टुरमा जानुहुन्छ। ग्रिन्डल वालमा केबल कार राइड गर्दै ग्लेसियर भ्यूज इन्जोय गर्नुहुन्छ। लुजर्न एक्सप्लोर गरेपछि पुनः ज्युरिक फर्किनुहुन्छ। डे 7 आज तपाईँ फ्रान्स तर्फ ट्राभल गर्नुहुन्छ। स्ट्रासबुर्गको मिडिवल स्ट्रिट्स एक्सप्लोर गर्दै स्याम्पेन रिजन हुँदै प्यारिस पुग्नुहुन्छ। डे 8 ब्रेकफास्ट पछि तपाईँ वर्साई र प्यारिस टुरमा जानुहुन्छ। प्यालेस अफ वर्साई भिजिट गर्दै मन्ट मात्रबाट सिटी भ्यू इन्जोय गर्नुहुन्छ र गाइडेड प्यारिस सिटी टुर गर्नुहुन्छ। डे 9 आज तपाईँ प्यारिसको आइकनिक अनुभव लिनुहुन्छ। आइफेल टावरबाट सिटी भ्यू हेर्दै सेन रिभर क्रुज मार्फत प्यारिसको ब्युटी एक्सप्लोर गर्नुहुन्छ। डे 10 ब्रेकफास्ट पछि तपाईको फ्लाइट स्केड्युल अनुसार एयरपोर्ट ट्रान्सफर गरिन्छ। ब्युटिफुल मेमोरिज र अनफर्गेटेबल युरोपियन एक्सपिरियन्सेसका साथ तपाईको यात्रा सम्पन्न हुन्छ। कन्ट्याक्ट व्हाइट टाइगर हलिडेज टु बुक योर ट्रिप टुडे। ट्राभल सम्बन्धी थप जानकारीका लागि हाम्रो पेज फलो गर्न नबिर्सिनुहोस्।